डिस्क्रिप्सनबाट पनि हेर्न सक्नुहुनेछ। राजु परियारको अर्को दुर्लभ भिडियो रहेको छ लमजुङको सुन्दर बजारमा 2062 सालमा खुल्ला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक साँझमा राजुले दिनुभएको उत्कृष्ट प्रस्तुति, जहाँ राजुले डाली पलायो तर माया पलाएन भाकामा दमदार प्रस्तुति दिनुभएको थियो। त्यति बेला बच्चादेखि वृद्धसम्म 50,000को भिड थियो सुन्दर बजारमा। हुन त राजु परियारकै जीवनकै पहिलो प्रतियोगिता सुन्दर बजारबाटै सुरु भएको थियो। डाली पलायो तर माया पलाइन यति त टोलाइन।